हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो डे 1 मिनी भ्लगमा। साथीहरू आजदेखि चाहिँ मैले भ्लग बनाउन सुरु गरेँ। बारीदेखि नै बारीमै अन्त्य गर्छु आजको भ्लग चाहिँ। भोलिदेखि चाहिँ पुरै राम्रो बनाउने कोसिस गर्छु साथीहरू। आज चाहिँ म यहाँ बारीमा गएको थिएँ कि आलु रोपेको थिएँ पहिल्यै। अनि आलु रोपेको ठाउँमा चाहिँ बोटसोट चाहिँ सबै मरिसक्यो, आलु खनेको थिएन, त्यही भएर आलु खन्न लागेँ है। आलु खनेर चाहिँ तोरीको साग तोरी छरिदिनु पऱ्यो। तोरीको साग खानुहुन्छ भनेर म चाहिँ आलु खन्न लागेँ है। फेरि कोदालो चाहिँ भाँचेको थियो, त्यही भएर मैले कुटोले खन्न लागेँ। कुटो पनि हेर्नु नि साथीहरू, यति बोर लाग्दो है। खनिरहेको छु, खन्दा फुस्के गरेर बल्ल बल्ल खनिसकेँ मैले चाहिँ। आलु पनि अलिअलि रहेछ, त्यस्तो चाहिँ होइन है, ठिकै अलिक सेपिलो ठाउँ छ कि पानी पर्ने तर घाम नलाग्ने। पानी त जहाँ पनि परिहाल्छ होइन, अभियसली घाम चाहिँ लाग्दैन खासै है। अलिअलि घाम लाग्ने ठाउँमा हो यो चाहिँ, अलिक सेपिलो छ, त्यही भएर खासै घाम लाग्दैन। त्यही पनि हल्का हल्का फलेको छ, हल्का हल्का भएको छ। अनि बाटाहरूमा के रोप्या नि त, त्यही भएर बाटा सारेर त्यहाँ पनि रोप्नु पऱ्यो भनेर बाटा चाहिँ अलिक टाढा अलिक उता खाली ठाउँमा लगेर सारेँ। त्यसपछि त्यहाँ सफा गर्न थालेँ। सफा गरिसकेपछि मैले सुरु गरेँ त अब खन्नलाई। खने यस्तो झ्याउ भइरहेको थियो कि खन्दा पनि त्यो कुटो निस्के भएको थियो कि। अनि खनिसकेँ बल्ल बल्ल। हातमा यति दुखेको थियो कि त्यो भुइँमा ठोसिएर कि त्यो मिलाउँदै खन्दै गरिरहेको थिएँ। अनि त्यो भुइँमा ठोसिएर हल्का हल्का हात दुखिरहेको थियो, त्यही पनि खने साथीहरू। अनि त्यसपछि मैले तोरी छरिदिएँ। तोरी छरिसकेपछि चाहिँ मेरो बारी त्यति नै हो। अनि मैले रोपेको आलु चाहिँ यति भएछ कि फलेछ कि यति। बाई बाई साथीहरू, थ्याङ्क्स फर वाचिङ। कस्तो लाग्यो मिनी भ्लग कमेन्ट गर्न नबिर्सिनु।